दिस मर्निङ मेबी फुल इन्टु टाइम अब बिहान त झन् सबैको रनकै उठेको हुन्छ आडो बिहान त कम्ती ठन्केको हुन्छ बिहान थाहा छ तिमीहरू छोरी मान्छेहरू थाहा छ कम्ती साह्रो उठ्छ अच्छा बिसी भन्छ द्याउन कहिले काहीँ त बिहानै पख धर्म हुन्छ तिमीहरूलाई अच्छा तिमीले कराएको होइन सोल्टिनी सोल्टिनीको त तर दुधै राम्रो हो गुउ राम्रो सोल्टिनीको त यति राम्रो सोल्टिनी औ सोल्टिनी राति त होइन दुध त साह्रै कसिलो बाँधेको छौ त को चोर्न आउँछ क्या हौ कति छोल्नु हिजो हामीले रातभरि छोलेको सोल्टिनी हिजो रातभरि छोले हिजो हामीले रातभरि छोलेको यो छोल्न फेरि कम्ती मिठो हुन्छ सुरुमा त अल्छी लाग्छ कि झर्ने बेला त कम्ती रमाइलो सोल्टिनी हजुर त कहाँ हुनुहुन्छ हौ म गल्लीमा छु यहाँ कसैले देख्दैन यो भित्तामा छु कि छोल्न साह्रै सजिलो ठाउँ छ लाखे सोल्टिनी सुन हेर अब तपाईँ पनि नारी मान्छे हो हेर नारी र पुरुष भनेको नगर मासुको सम्बन्ध छ हामीले बेथा हुँदाखेरि चाहिँ तपाईँले दिनुपर्छ ओके कुरा बुझ्नुभयो तपाईँले दिनुपर्छ अब हाम्रो रन्किन्छ ठन्किन्छ आँड हो कि आँड हो नसुत्न दिन्छ न उठ्न दिन्छ राति चलाउँदै भाले बार्छ बिहान सुत्यो फेरि सुत्नुभन्दा अगाडि उठिहाल्छ तपाईँहरूको पनि चलाउनु ढ्याप उठ्यो आडो ठन्केर नबोल्नु न यार के को चाहिँ पाए भएको कुरा हो देखाउँथ्यो भने ठन्किन्छ के बिहान ठन्किन्छ कम्ती गाह्रो हुन्छ त तपाईँलाई थाहा छ समस्या कहिले यसो दिनु भने बिहान मात्र होइन जतिखेर पनि होला नि के को बिहान मात्र हो र अनि होइन हाम्रो त औँसी न पुर्दै हुन त के को हामीले त पायो भने त सोल्टिने हो उसमा त्यो टिसीमा घटेपछि त आडो त ठन्क्यो ल सोल्टिने अब बिहानी पख होइन बिहानी पख श्रीमान श्रीमती उनीहरूले यौन सम्पर्क गरेर दिन सुरुवात गर्दा राम्रो छैन भने बिहानी पख एकपटक छोलेर स्टार्ट गर्दा राम्रो नि छोल्छौँ अब हामी त छोल्ने अब ल सोल्टिने अलिकति पनिसमेन्ट खेलौँ अब है बमकाजी दाइ वेलकम अब पनिसमेन्ट खेल्नु कान्छी अब हाम्रो त त्यही हो नि अब माडेको त छिराको बाहेक त के हुनु हाम्रो पनिसमेन्ट साह्रै मिठो मार्दाखेरि त मसँग यहाँ सुन्नु है डाक्टरजी मसँग मान्छे हुनुहुन्न है म किन के अरे अब कस्तो के खेल्ने हो र यत्तिकै खेल्ने मान्छे खेल्छ मान्छे किन चाहिएर दुईजना भएपछि दुईजना भए किन मान्छे चाहिएर यसो होइन मनको सन्तोक यसो तपाईँले नि माडे अब तपाईँले नि माडे पो हामीले पनि यसो अनुभव गरेर चाहिँ यही हो है यस्तै मार्छ है हाम्रो हातले स्पर्श गरेर यसो छामेर नि हौ होइन सोल्टिनी यसो सुन्नु यसो के अब त्यो दुधा छोप्ने ब्राका टुक्रा देखाउँदाखेरि त यति रन्किएका बुबु देखाउँदा त बिहान त रनक्कै आडो अब यो छोपेर आए पो संस्कारी लुङ्गीले यसो चोलीले ढाकेर आए पो बिहानी पख त सोल्टिनी हाम्रो त रनक्कै उठेपछि त नसुत्न दिन्छ जान्छ यो आडो पनि खोइ सोल्टिनी तल के लाग्छ तल के लाग्छ मुनि के लाग्छ होइन वस्त्र त साह्रै सजिलो जवानी चोर्न अलिकति झारो भने त बुबु त्यही छ माथि अलिकति माथि साह्रो भने त भाँडो त दिइपो छ त कति सजिलो आमा ल सोल्टिनी अब यसो मार्ने खेलौँ कि छिराउने खेलौँ हौ कि नाइटोमा तेल पो लाउने हौ सोल्टिनी अब यही नभन्नु न म पनिसमेन्टहरू त के छ पनिसमेन्टहरू होइन
कि महिनावारी भइरहेछमा त अब ठिक छ हामी पनि अब सन्तोक मान्छौँ अब बोकोले पनि त सुँगेपछि ठाडो गर भने चढ्छ बोको अब सुँगेपछि बोको खोजेको छैन भने बोको नि हट्छ नि त कलम लुकाएर सोल्टिनी यसो गरौँ हौ सोल्टिनी ल जेसुकै होस् परे परोस् आखिर लु बाहिरै झारौँला एकताल के भएको है यो तपाईँलाई आज के होइन हामीहरू छोरा मान्छे त बिहान त बोको हुन्छौँ है बिहान त हामी त चर्को चाहिन्छौँ बिहान त हाम्रो त साह्रो रन्किन्छ बिहान त बरु दिउँसो त अथवा हुन्छ है चाहिन्छ जतिखेर नि चाहिन्छ हो सोल्टिनी द्याउ न हौ यति राम्रो दुध बोकेर आएको छ द्याउ न हौ पाप लाग्छ के एक बिहान धर्म गराउ न एकताल द्याउ के बिहान त हाम्रो त बरु हामी भात खाँदैनौँ न कफी खाँदैनौँ न त्यो त चाहियो भने त त्यो भयो भने त संसारै हाम्रो तिछौ कति छोल्नु के कति छोल्नु होइन आरोले नि भन्छ मैले कति चलाएको हो भन्छ होला गुलाले नि मैले कति हल्लाएको हो भन्छ होला आयो यसो सम्झिन्छु कि हिजो हामीले रातभरि छोलेको भाइ रातभरि छोलेको कति छोल्नु के एकछिन झारिया छ 5 मिनटपछि झारिया छ मार्नु कसरी दुध मारेको त्यो एउटा आएपछि नकचर्ने कसरी दुध मारेको भाइ त्यसले दुध छुँदा त्यो सिरिङ्ग गुलोमा करेन्ट लाग्ने के कहाँ हुनुहुन्छ म त बाहिर छु नि बाहिर छु होइन म यस्तो बाहिर टोइलेट ती छ टोइलेट त्यस्तो हुन्छ त नि टोइलेट ती छ पर भने नाटक नगराऊ है बाहिर त्यो अर्काको बुढीलाई बाहिर त्यो ठ्याक हान्नु कति मिठो हुन्छ अम्लिसो गाडी कोदो बारीमा लुकेर घरका बुढी नमिठो हुन्छ के कपालमा समातो जाँटो कटु यता फर्कायो जाँटो लम दियो अर्काको बुढी कम्ती सजिलो हौ त्यो फेरि कम्ती मिठो के अर्काको भनेपछि त अब यसो कतै धनी आउँछन् कि बुढा आउँछन् कि डर पनि हुन्छ छिटो छिटो गर हिँडिहालो ल सोल्टिनी ल 어제 अझै खाने 어제 밤에 세인 걸? 네네네 नेपाल 사람 보고 싶어요? 네. 보고 싶어요? 2.1K. 조금 있어요 조금 हेर त यिनीहरूको लाडो कति उठेको होला 친구들이 오고 있어 친구들이 오고 있어요 친구들이요? 네네네네 बिहान त आडो उठेर के अब भाँदा कुडुक्क भाँचा हड्डी उठेर त्यो बिचरा कोरियन भाइहरू पाए त लम्किलम चिक्थे नपाउनु पो त सोल्टिनी अब यसो गरौँ हौ जवानी साह्रै राम्रो छ जवानी यतिको त पाए त कम्मरमा गएर फेरि जिम गरेको थियो कि दुध कति राम्रो छ दुध होइन अरू त ठिकै हो कि सोल्टिनीको त हौ साह्रै राम्रो हौ त पु होइन सोल्टिनी राम्रो छ है तपाईँले सुन्नुहोस् अस्ति जिम गर्दाखेरि मोबाइल खसाउनु भयो अनि त्यो फलामको डन्डीले पेन्टी झारो के तपाईँले हेरेको सामान त हौ चाट्ने खालको सामान छ हौ चाट्ने खालको ल यसो गरौँ सोल्टिने धेरै कुराकानी भयो कि हामीले त धेरै बोलेको भन्दा अलिक छिटो छोलेको मनपर्छ कति छोल्नु के होइन बोल्ने भए त आडोले भन्छ ल ओइ मुजी कति चलाएको चिक्ने दायाँ बायाँ भन्छ होला क्या आडोले सोल्टिने हजुर अनि गुलाले पनि भन्छ ल कति हल्लाको मलाई न सन्चाले बसिन्छ भने अनि त्यो भाँडोले नि भन्छ होला ओइ जहाँ कति खोजेको मलाई घरि दायाँ बायाँ घरि टिसी चलाएको छ कति खोजेको भन्छ त टिपुले के कति छोल्नु ल सोल्टिने सुन्नु ल सोल्टिने अब यसो गरौँ तपाईँ पनि जवानी हो यतिको जवानीलाई यताउतिको त पाप लाग्दैन नाबालिका होइन हुर्किया छन् दुध सप्रिया छन् टिपु राम्रो छ जवानी सर्लक्क बर्किया हुर्किया छ यो छोल्दा फुसिसकेको राजाङ खै उहाँ ठ्याक्कै गर्ने बेलामा आउँछ सोल्टिनी यसो गरौँ सोल्टिनी त्यो टिपु राजाङलाई दिनु झट्छ हुन्छ
छ्या बुढाबुढी बेला भइन्छ अनि बेलामा चाहिँ खुट्टा फारेर टिक्नु पऱ्यो भन्ने बेलामा उहाँ चाहिँ छिमेकीले बोलाउने अनि अन्त मान्छेले बोलाउने जाँठा यो पनि हुन्छ छ्या आइमाई भएर ठिक ठाउँमा बस्नुपर्छ गाँठे अघिदेखि भन्दा चाहिँ दिन्छ होला भनेर यसो चाहिँ पकाएर राखेको खुलिँदै दियो जाँठा